चाहिँ मूल खानमा प्रवेश गऱ्यौँ। यहाँ चाहिँ तिनजुरे पाथिबाट आएर यहाँ सल्काको आगो। अब आज 4-5 दिन भयो। अब आज निभेको छैन आगो चाहिँ, धुनीको निभेको छैन। तिनजुरेबाट आएर सल्काको। अब पहिले चाहिँ अब नेपाल आमाको यो भयो, यहाँ लडेछ, यो कलश लडेछ। यहाँ चाहिँ तिनजुरे पाथिबाट ल्याएका शिलाहरू राखेछ यहाँ। यहाँबाट चाहिँ धुपबाती हुन्छ। अब चाहिँ यहाँ चाहिँ अब यो चाहिँ नेपाल आमा शान्ति होस् र राम्रो होस् सबैजनालाई भनेर चाहिँ यहाँ मलाई माताले अनि निराकार बाबाले चाहिँ लो नेपाल आमाको पनि आगमन हुन्छ भनेर भनेको हुनाले अब यो आज हामी नेपाल आमाको यो चाहिँ नेपाल आमाको मूर्ति, गणेशको मूर्ति छ, अहिले गर्दैछु। यो चाहिँ अहिले अब धारो गाड्ने सकेको छैन। यो अब यही बाल्टीमा चाहिँ बोकेर हामी यहाँ धुपबाती चाहिँ गर्छौँ। अस्ति एकचोटि त त्यो चराले बत्ती लगेर राखिदिएछ र पाथिबाट नेपाल आमाको मूर्तिमा आगो नै लाग्यो। यो पत्रकार गायकलाई पनि केरा खानिदिएको छ। फेरि यो घन्डी छ कि अब गायक मानेन भने त देख्नै पाइँदैन। त्यो भएको हुनाले चाहिँ आज हामी गर्दैछौँ। अब आज चाहिँ पहिली नेपाल आमाकै चाहिँ बत्ती बाल्नु पर्यो। आज चाहिँ यो 4 गते बिहिबार हो। अब यो आजको सम्पूर्ण धुपबाती यो भेटीहरू चाहिँ शर्मिला म्यामले गरिदिनु भनेकोले उहाँको तर्फबाट धुपबाती गरिँदैछ, भेटी पनि देखेन। अनि अब भेटीहरू आज यहाँको पाथिभरा माताको धुपबाती भयो। नेपाल आमाको अब फुलहरू अहिले चढाउँला। अब यहाँ त्यही अब मेन पाथिभराको बिउ बाल्नु पर्यो नि। यो पत्रकार चाहिँ हाम्रो यो चाहिँ अलिक अल्छे छ क्या गडा।
टाइममा बस्नुहोस् एकछिनै एकछिनै एकछिनै